हेलो नमस्कार। नारायणी नदीमा निर्मित 1571 मिटर लामो नेपाल भारत जोड्ने सुस्ता नदीमा बनेको पुल हो यो। यसमा तपाईलाई स्वागत छ, सबैलाई स्वागत छ। यही नदीको आसपासमा बसोबास गर्ने जुन नेपाल भारतको सिमाना र भारततर्फबाट नेपालमा जानुपर्छ जुन नेपालको विवादित क्षेत्र र नेपालको जग्गा रहेको यहाँको जनजीवन र बसाइ, यहाँको रहनसहन र यहाँ यो असार महिनाको हो। बर्सातको समयमा यहाँ जोखिमपूर्ण छ, सर्पहरू बढी लाग्छ। तराईमा बनेका घरहरू तपाईहरुले देख्न सक्नुहुन्छ। यसमा सबै घुमफिर गर्न आउनुहोला, सबैलाई स्वागत छ।